गोदी मिडिया तपाईँले पनि यो टर्म धेरै सुन्नुभएको होला, तर कुनै पनि मिडिया किन गोदी मिडिया हुन्छ त? सिम्पल तरिकाले बुझ्दा गोदी मिडिया भनेको त्यो मिडिया च्यानल्सहरू जसले हमेसा नै मोदीको तारिफ गरिरहेको हुन्छ जस्तो सिचुएसनमा पनि। एउटा मिडियाको मेन काम के हो भनेर बुझ्दाखेरि देश दुनियाँमा के हुँदैछ त्यो देखाउनु, सरकारसँग सवाल गर्नु होस् या ठुलो कम्पनीजहरूसँग सवाल गर्नु अनि पब्लिकको डाउट्सहरू क्लियर गर्नु। तर के हाम्रो मिडियाहरूले यो कामहरू गरिरहेको छ त? नाइ। तर किन? यसको पछि धेरै सिम्पल रिजन छ। हेर्नु, मिडिया हाम्रो लागि जानकारी लिने ठाउँ भए पनि जुन चाहिँ त्यो मिडिया कम्पनीको ओनर हुन्छ त्यसको लागि त त्यो एउटा बिजनेस नै हो नि त। अनि एउटा मिडिया हाउस चलाउनुको लागि धेरै फन्ड चाहिन्छ जसको लागि एडभर्टिजमेन्टको जरुरत हुन्छ अनि त्यो एडभर्टिजमेन्टको बजेट सबभन्दा धेर सरकारसँग नै हुन्छ। अनि जसले जति तारिफ गर्यो त्यसले त्यति नै एडभर्टिजमेन्ट पाउँछ। अर्को मेन रिजन यो हो कि जुन चाहिँ मिडिया हाउसहरू हुन्छ त्यसको ओनरहरूले एउटा मात्रै बिजनेस चलाउँदैन, उनीहरूको धेरै बिजनेस हुन्छ जस्तो कि रियल स्टेट होस् या फिर इन्फ्रास्ट्रक्चरको होस्। हौ त्यही चलाउनुलाई पनि सरकारको पर्मिसन पोलिसिजहरूको धेरै जरुरत हुन्छ। त्यही भएर जुन पार्टीले रुल गरेको हुन्छ मिडियाले त्यही पार्टीको गुणगान गर्छ। यस्तो होइन कि यो मिडियाहरूले हमेसा बिजेपीकै गुणगान गर्छ। पहिला कङ्ग्रेसको गभर्मेन्ट हुँदा उनीहरूले कङ्ग्रेसकै गुणगान गर्थ्यो। यसलाई भनिन्छ सर्भाइभल इन्स्टिङ्क्ट। नपति आए तपाईँले क्लिप्स हेर्न सक्नुहुन्छ, मैले स्क्रिनमा चलाइदिएको छु। और कुछ शरारत के साथ ऐसी एक लजाती हुई तस्वीर हम आपको दिखा रहे हैं। असम के दौरे पर गए राहुल गांधी को जोरहाट की महिलाओं ने घेर लिया। एक महिला ने बकायदा उनका गाल चूम लिया और युवा राहुल वाकई अपनी लजाई हुई हंसी के साथ कुछ और युवा। यसको साफ सीधा मतलब यो हो कि मिडियाले यो सब आफ्नो मनले गरेको होइन, यो एउटा बिजनेस हो। अब एज अ जर्नलिस्ट तपाईँ कुनै ठुलो मिडिया हाउसमा काम गर्नुहुन्छ मानिलिनु, अनि तपाईँले सोच्नुभयो म सरकारको चरणवन्दना गर्दिनँ, म सरकारको तारिफ गर्दिनँ, म जे हुँदैछ रियालिटी त्यही देखाउँछु। त्यतिखेर के हुन्छ, तपाईँलाई त्यो कम्पनीको मालिकले निकालिदिन्छ कामबाट। किनकि यो सब हाम्रो लागि न्युज लिने जग्गा भए पनि उनीहरूको लागि चाहिँ बिजनेस नै हो।